अलराइट केटाकेटी हो, वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ हामी कहाँ जाँदैछौँ भने सिस्नेरी भन्ने ठाउँमा जाँदै हो। हामी चाहिँ साथी भएको ठाउँमा जानुपर्ने भयो। आज चाहिँ पहिल्यै अरू बेला चाहिँ केटाहरू आउँथ्यो, आज चाहिँ आफै जानुपर्ने भएर हामी जाँदै हो तिर्पल रोड। एकजनालाई त्यहाँ अर्को बाइकमा चढाएर अनि दुई दुईजना मिलेर जाने हो। ओहो ल हामी चाहिँ ट्याक्क दक्षिण काली पुग्यो। दक्षिण कालीसम्मको चाहिँ हामीले क्लिपहरू केही पनि लिएनौँ, रेकर्ड गरेनौँ, किनभने अस्ति नै पनि आइसकेको नि त यो बाटो। अनि फेरि डबल हुन्छ भनेर नगरेको। म्यापले नि घुमाइरहेको छ क्या हेर, हामीलाई मजाले घुमाइरहेको छ। बाटो गल्ती बाटो हिँड्नेरै भएन है। जहिले पनि 3टा 4वटा राइट भइसक्यो है। रङ बाटो मात्र भइरहेछ भनेको। अहिले त यहाँ पैसा उठाउँथ्यो, अहिले चाहिँ उठाउँदैन रहेछ के अरे। के आज शनिबार भएर नउठाएको हो त्यो यहाँ दोस्रो चोटि हो। ए म नि दोस्रोचोटि, तेस्रोचोटि हो म नि आज। तर हामी त्यसमा चाहिँ छिर्दैनौँ होला मन्दिर चाहिँ आज। यता उँभो चाहिँ के रहेछ त्यही दक्षिण भनेको के उँभो पनि छ कि मन्दिर? यता उँभोको त थाहै थिएन त नि यार। आज शनिबार भिडभाड त भिडभाडै हो यार मन्दिरमा। सलिनी डाँडा रे। ओ बाटो मिठो रहेछ है यताबाट। बाटो त पेटै हल्लाउँछ त यार, पेटै लिङ हल्लाइदिन्छ त यार। गाडीले त बाटै छोड्दैन त यार। लेट मी गो। मजाको लागिरहेछ यार। कसबाई आमा, यो त हाम्रो गाउँतिरको जस्तो है। त्यहाँ गाउँतिरको पहिलाको भाइ स्टाइलतिर भनेको। हाम्रोतिर पनि पहिला त यस्तै थियो क्या। वाउ यार, यस्तो बवाल भ्यू देखेको है। ओए दामी भ्यू यार। वाउ रियो ब्रेक गाइस, रियो ब्रेक अब यहाँबाट पुरै ओह्रालो हो जस्तो छ। टक्क न्युट्रलमा गइदियो। वाउ यहाँबाट दामी देख्छ क्या भ्यू अझ है। अझ यो मौसम आमामा ओए बबाल यार। मौसम चाहिँ क्लियर भएको भए बादल नभएको भए दामी देख्ने रहेछ यो। दामी चिसो शीतल यो ओस भएर होला क्या। वाउ यहाँबाट त नि यस्तो बवाल देख्ने रहेछ, तर के गर्नु। वाउ यति मात्र होइन, पाहाड दामी देखिरहेको छ। तर पहिरो लक्क झरेको थियो पाहाडबाट। यिनीहरूको लाइफ नै कति मजा होला क्या। ट्याक्क
एउटै खालको गाडी रहेछ अनि तिनवटा गाडीको तिनवटा ड्राइभर तिनवटा खलासी बसेर 6 जना मिलेर ग्याङ मिलेर बिग गफ पेल्दै यस्तो भयो उस्तो भयो भन्दै बस्दै कति रमाइलो हुन्छ क्या साथीहरूसँग टक्क लगाएर मजा हुन्छ मजा। ओखर डाँडा अरे ओखर डाँडामा ओखर छ त ओखरको बोट चाहिँ त्यो हो जस्तो छ। वाउ बाटो त है दामी अहिले जाने बेला आउने बेला उकालो यस्तो मजा आउँछ बारीतिर भ्यू यस्तो टाइम देखिरहेको छ धारा खोला भनेको भाइ है ट्याक्कै घर पुगेको जस्तै फिल हुन्थ्यो होला तँलाई। ओए केरा त यार कत्रो केरा रहेछ यार कत्रो रहेछ त केरा त केरा कत्रो रहेछ क्या उताबाट केरा दियो केरा बेच्ने साउले यता केटा अकेला भनिरहेछ आमा। ठिक छ बेलुका जाँदा लानुपर्ने हुन्छ यहाँको केरा मलाई दामी लाग्यो लोकल केरा हो जस्तो छ। वाउ यहाँबाट हेर्नु न भ्यू गाइज यस्तो बवाल देखिरहेको छ क्या आम्मामामा ओए टक्क तल खोलामा पुगेर अनि डाँडा काँडा यस्तो टाउको माथि भनेर हेर्दाखेरि त छुट्टै खालको रमाइलो हुन्छ। टक्कै यो पाहाडलाई चाहिँ हामीले यहाँनिरबाट नजिकै भेटिसक्यौँ है अब चाहिँ। वाउ आउँदै हो हामी न्युट्रल कति आनन्द के वाउ तेल पनि बस्छ त्यतातिर पाहाड हेर न पाहाड बवाल क्या है ओहे हेर अब चाहिँ हाम्रो फेरि त्यो खालको यात्रा हुने भयो यो खोलामा पुगेपछि लास्टै गर्मी क्या है हेर न अस्तिको जस्तो फेरि बाइक लड्यो भने आज त यो गेट लिभर भेट्यो नि त अब त भाँचिन्छ नि सिधै। पानी हेर्न यहीँ कति सफा छ है अनि त्यहाँको हुँदैन त यार हो यस्तो सफा भएको भए अस्ति हामी खेल्थ्यौँ होइन त अब अस्ति सफा भएन त्यही भएर हामीले खेलेनौँ। हो बाटो त यार त्यो खालको छ नि सुन्छ कि जस्तो लाग्यो क्या हुनु त छैन अफरोड कुदाउनु त मजै बेग्लै नि यत्रो टायर छ हेर्न त्यो बाइकको तर काठमाडौँबाट नजिक भने पनि है बाटोहरूले यस्तो बाटोहरूले गर्दा अलिक टाढै जस्तो बनाइदिने क्या मान्छेहरूलाई बाटो काट्न कति गाह्रो छ है यो खोलै तरेर आउनुपर्ने क्या खोलामा भिज्दै पारी घर रहेछौ खोलाबाट भिज्दै आउनुपर्ने यहाँ एउटा पुल पनि रहेछ गाह्रो छ जिन्दगी गाह्रो यसरी आउनुपर्ने खोला काटेर अनि यो त ठुलो खोला भयो नि त गाह्रो हुन्छ त खोला बढेको बेला त अनि कसरी सक्छ यो त झन् बाटै डुबाउँछ होला यो त
वंशे दाइ कस्तो हुँदैछ पौडी कमाल होइन त ल अनि आज कस्तो भइरहेछ आज त रमाइलो भयो नि भाइ बगरको खोला कस्तो थियो खोला त बगाउँदो रहेछ यार है कहाँको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ दाइ यहाँ यस्तो ठाउँमा ओहो अनि स्विमिङ खेल्न कति गयो त स्विमिङ त मैले जति तति मैले खेल्दैन रहेछ मैले देखेको चाहिँ यहाँ स्विमिङ खेल्ने नै हामी 4 जनामा म रहेछ खतरा तिमीहरूले खेल्नु जान्दैन केटा हो के भन्नुहुन्छ हाम्रो भ्युअर्सहरूले चाहिँ भ्युअर्सहरूलाई त्यसरी इन्जोय गर्नु चाहिँ भुल्नु हुँदैन गरिराख्नुपर्छ हप्तामा एकचोटि भए पनि हामी जस्तो गरिराख्नुपर्छ अब एकजना मिसिङ भयो जस्तो लागेको चिबु मिसिङ यो भ्यूमा अनि चिबु तिमीलाई सम्झिरहेको छु ल जे भए पनि चरी हामीले बिर्सेको छैन तिमीलाई ठिकै छ धोका भयो हामीमाथि तै पनि तिमीलाई मिस गरिरहेको छु यो ठाउँमा तिमी पनि हुनु पर्थ्यो अन्त यार है बब्बाल रमाइलो हुन्थ्यो खाना पाक्यो कि पाकेन मेन कुरो खाना पाक्यो होला अब तपाईँहरूलाई अहिले खाना खाने ठाउँमै भेट्छ नि त दाइ ल अब चाहिँ हामी हिँड्यौँ हामीले खेलिसक्यो होइन दाङ्गेल भाइ रमाइलो भयो र गाइस हामी चाहिँ अब खेलिसकेर फर्किन लागेको भोक लागिसक्यो टक्क खाना खानुपर्ने हुन्छ खाना चाहिँ हामीले लोकल कुखुरा खाने विचार गरेको थियो त्यो पाइएन काठमाडौँमा जस्तै ब्रोइलरै खाएर बस्नुपर्ने भयो हुन त काठमाडौँमा सबै थरीको पाउँछ नि नपाउने होइन तर अलिकति त्यो गाउँमा आएर चाहिँ गाउँकै खानु पाएँ भन्ने कुरा हो क्या खासमा त्यो पनि भएन तैपनि अब जे छ त्यो त खानुपर्ने हुन्छ पेट पूजा गर्नुपर्ने हुन्छ हामीले त्यो गरेर हामी फेरि ब्याक टु काठमाडौँ हुनेछौँ अलराइट केटाकेटी हो हामी चाहिँ टक्क खेलिवरी यस्तो रमाइलो गरेर अनि खानासाना खाएर अब चाहिँ ब्याक टु होम हुन लागेको मजा आयो है अहिलेसम्मको घुम्दाखेरिको त्यसमा हेर्ने हो भने चाहिँ रमाइलो पनि भयो अनि खानाको पैसा पनि एकदम सस्तो थियो आज चाहिँ 4 जनाले खाँदा पनि गाइस हामीलाई चाहिँ पानीले गोद्ला जस्तो छ आज चाहिँ 200% पानीले गोद्यो ओ माई गॉड पानी चाहिँ दामी परिरहेछ है पर्न लागिरहेछ परि त के रहेछ पर्न चाहिँ लागिरहेछ छिटाइरहेछ जे होस् हाततिर सर्लक्क अब हातमै मात्र फिल हुने अरू त अब लुगासुगा ड्याम हेलमेट लगाएको छु अन्त थाहा हुँदैन जे होस् परिरहेछ पानी बवाल खालको पर्दैछ हल्का कुदाउनु पर्ने हुन्छ यो खालको दामी मजा आइरहेछ दामी मजा ल वाउ मैले खाना चाहिँ धेरै खाइदिएँ क्या आज खाना पनि धेरै खाइदिएँ गाइस केटाकेटी हो अनि खाना खाने बित्तिकै चटपटे पनि बनाउनु लगाएर चटपटे नि खाइदिएको अनि बाटोमा अलिकति अगाडि आएको रहेछ काँक्रा बेचिरहेको रहेछ फेरि काँक्रा पनि खाइदिएको होइन अनि फेरि अलिकति मासतिर आएको त्यहाँ केरा रहेछ केरा पनि किनेर त्यहीँ एउटा खाइदिएको अहिले केटाहरूसँग भेट्दाखेरि केटाहरूसँग बसेर एक-एकवटा खाएको पेट चाहिँ डम्म भइरहेछ ल अति गाह्रो भइरहेछ पेट चाहिँ सो अलराइट केटाकेटी हो आजको हाम्रो राइड पनि सक्यो अहिले चाहिँ हामी घर फर्किँदै हो
हामीले सक्दो छोटो बनाउने प्रयास गरेको छौँ। यो पालिको भिडियो चाहिँ अस्ति धेरै नै लामो भयो। आज पनि रमाइलो भयो, केटाहरू सबैले रमाइलो गर्यो अनि हामीले पनि रमाइलो गऱ्यौँ आज चाहिँ। जस ठिक छ, यतिको रमाइलो हुनै पर्छ। सो किप लभिङ गाइज एन्ड किप वाचिङ एन्ड किप सपोर्टिङ। त्यही हो कुरा। बाई बाई, टेक केयर एन्ड लभ यु गाइज।